अब भिर खोज्ने गाईलाई राम राम भन्न सकिन्छ, हात थापेर बचाउन सकिँदैन। अब कुनै गाई चर्न गएको छ अनि भिरभिर खोजेर भिरभिरतिर लाग्यो भने त्यता नजाऊ, त्यसो गर्नुहुन्न, त्यतातिर भिर छ भन्न चाहिँ सकिन्छ। तर त्यो गइहाल्यो भने त्यसलाई थामेर त राख्न सक्दैन, भिरबाट लड्छ, लडेपछि मर्छ। यस्तै हालत अहिले हाम्रो देशको पनि भइरहेको छ। किनभने यहाँ सबैले भन्छन् शान्तिप्रिय देश भन्छन्, एकतिर न एकतिरबाट अशान्ति मचाइहाल्छन्, मचाइराखेका छन्। अब शान्तिप्रिय तरिकाले जनताहरूलाई गरी खान र टी खान दिँदैनन्। अब कहिले जुलुस उठाछन्, कहिले ऊ वादी आएका छन् भन्छन्, कहिले ऊ वादी आएका छन्, कति किसिमका वादी आउने हुन् थाहा छैन। अब यो राज्य यो नेताहरू भएन भने अर्को नेता चाहियो भन्छन्। अब पहिला राजा चाहिँदैन भने राजा थपाए, अब राजा चाहिन्छ भने राजा ल्याउँछु भन्दैछन्। एक थरी हुलदङ्गा चलिरहेकै छ। स्थिति अलिकति संवेदनशील छ। के हुने हो त्यो त भविष्यको गर्भमा छ, अहिले भन्न सक्दैनौँ, अहिले हामी भन्न सक्दैनौँ। तर पनि अब स्थिति अलिकति गज्याङमज्याङै भइरहेको बेलामा अब देशको नेतृत्व गर्ने ठुला बडाहरूले पनि अलिकति विचार र संवेदनशील भएर काम गर्नुपर्नेमा अब आगोमा घिउ थप्ने कामहरू गर्दैछन्, जसले गर्दाखेरि भोलि अब खाल्टोहरू आफै खनेपछि पहिला आफै पर्नुपर्छ भन्छन्। अब खाल्टो आफूले खनेपछि कति भयो भनेर त पहिला आफै जानुपर्छ अरे कि त्यो। अब यसमा अब हुन्छ कि हुँदैन, यो कति गहिरो भयो भनेर नाप्नु जानुपर्छ अरे। जसले खाल्टो खन्छ उसैले त्यो खाल्टो नाप्नुपर्छ अरे पहिला, अनि फेरि आएर फेरि गर्नुपर्ने भन्ने होला। यस्तै भइरहेछ। अब गज्याङमज्याङ स्थिति, बजारमा निकै हल्लागुल्ला यथावत चलिरहेका छन्। यही अवस्थामा अब यो हल्लागुल्ला भइरहेकै अवस्थामा अब यहाँ हामीलाई उज्यालो दिने भनौँ न, नेपाली जनतालाई घरमा लोडसेडिङ अन्त्य गर्ने एकजना कुलमान घिसिङ भन्नेलाई चाहिँ अब हटाइसकेछन्। अब हटाए, किनभने अब जागिर खाने मान्छे सधैँभरि त त्यहाँ हुँदैन, एक दिन त हट्नै पर्छ। सधैँ उही मात्र बसेर त हुँदैन। तर 2-4 महिना उनको बाँकी थियो। अहिले चाहिँ अब नहटाइदिएको भए राम्रो हुन्थ्यो। किनभने परिस्थिति अलिकति विकट छ। उनी अलि हामीलाई सबैलाई बत्ती दिया हुनाले, जनतालाई बत्ती दिया हुनाले उनलाई चाहिँ अब एकदमै जनताको उसमा पपुलर भएको छन्। र पपुलर मान्छे निकालिएपछि, उनीहरूलाई हटाइएपछि त जो जनाक्रोश भइरहेको थियो, जनाक्रोश कहाँ पोख्ने भनेर जनताहरू कता पोख्ने भइरहेको अवस्थामा एउटा जनाक्रोशको चाहिँ बाटो अर्को निस्क्यो भन्नाले अब होहल्ला जुलुस त निस्किरहेकै थियो, विरोध त धेरै भइरहेको छ। अब कसैले के भन्छन्, तर पनि अब अप्ठ्यारो अवस्थामा झन् अप्ठ्यारो थपिने भयो। भन्नाले 4 महिनासम्म राखिदिएर पछि रिटायर भएर त जाने नै हुन् कर्मचारी भनेको। कर्मचारी त अब सधैँका लागि त हुँदैनन्। अब कर्मचारी त अब म्याच सकेपछि त जानुपर्छ। 2-4 महिना बाँकी थियो, किन फ्याँक्नु परेको थियो होला। अब उनी साह्रै पपुलर भइसकेका मान्छे भए हुनाले, उज्यालो दिने उनै मान्छे हुन् भनेर पनि जनताका बिचमा चाहिँ स्थापित भइसकेका कारणले, उनमाथि जनताको विश्वास भएको कारणले, अरूभन्दा पनि कुलमानलाई विश्वास गर्छ जनताले भएको कारणले आगोमा घी थपिने जस्तो सम्भावना देखियो। उनको पक्षमा पनि सायद जनताहरू सडकमा उत्रिन सक्छन्। अब ठुला जुलुसहरू निस्किन सक्छन्। किनभने पहिला पनि ठुल्ठुला जुलुस निस्किन थाले, फेरि निस्किन थाले, जनताहरू सडकमा आउन थाल्छन्। हुँदाखेरि यसले सजिलो त हुँदैन। अब कसलाई सजिलो चाहिएको छ र अप्ठ्यारो खोजेर अब के गर्न लाग्या हुन् कुन्नी।
समस्यामा झन् बल्झाउँदै अब बलिरहेको आगोमा घिउ थप्दै गइरहेछन्। भोलिका दिन त्यति सजिला छैनन्। अब त्यो हुँदाहुँदै पनि अब राम्रो काम गर्ने अब ठाउँमा पुगेपछि राम्रो काम गर्यो भने गरिदो रहेछ। किनभने उनले गरेर देखाए, कुलमानले राम्रो काम गरेर देखाए। एउटा कर्मचारी मान्छे त्यो जनतामा त्यति पपुलर भए। अब मौका त हाम्रा ठुलाबडा नेताहरूले कति मौका पो पाए हुन्, उहाँहरू त्यति पपुलर हुन सक्नु भएन। यसमा त हामीले के भनौँ। अब उहाँहरूले चाहिँ अब यताउति आफ्नो र आफन्तमै अब यसो बिजी रहे उनीहरू। अब जनतातिर चुनावको बेला बाहेक जनतातिर त त्यति जाँदा पनि जाँदैनन्, चिन्दा पनि चिन्दैनन्। अब अरू बेला त जनता चिन्दैनन्, चुनावको बेलामा हल्ला गरेर यसो उसो गरेर गर्छन्, के गर्छन्। अब कुलमानले जे होस् उज्यालो दिया हुनाले, बत्ती दिया हुनाले, लोड सेडिङ हटा हुनाले उनलाई धेरै मान्छन् जनताले। त्यस्तो जनताले मानेको मान्छे एकैचोटि उसको म्यान नसेकिकन हटाइदिँदाखेरि अलिकति गाह्रो पर्छ। नेपालमा त सधैँ चलन छ, आफ्नो मान्छे खोजेर राख्ने हो। अब जागिर त आफ्नो मान्छेले दिने हो, राम्रो होइन हाम्रा चाहिन्छन् भन्ने त यहाँ चलन छ। अब त्यही चपेट होला, आफ्नो मान्छे राख्नुपर्ने होला। ठिकै छ, आफ्नै मान्छे राख्यो भने के फरक पर्छ। त्यो आफ्नै मान्छे राख्ने त हुन् सबले, तर 2-4 महिना राखिदिया भए के फरक पर्थ्यो र। यसले त हल्लालाई अझै बढाउने जस्तो छ। नकारात्मकतामाथि नकारात्मकता फैलिने सम्भावना धेरै छ। यसले चाहिँ गाह्रो स्थिति ल्याउन सक्छ भोलि। किनभने अब पानी धमिलो भयो भने माछा मार्ने धेरै किसिमका हुन्छन्। त्यो अब धमिलो त अब आफैले जानी बनाएपछि त कसको के लाग्छ र, होइन। त्यसकारण भिर खन्ने गाईलाई हात थापेर बचाउन सकिँदैन।